दिनुहोस्। म 48 घण्टा भित्र शिक्षामा भएको व्यापारीकरणको अन्त्य गरेर देखाइदिनेछु। हामी अन्त्य गरेर देखाइदिनेछौँ। प्रधानमन्त्रीजी, 60 लाख हाम्रा युवा दाजुभाइ तथा दिदीबहिनीहरू विदेशमा गएका छन्। तपाईको अध्यादेशले तिनीहरूलाई देश फर्काउने नीति बनाएन, रोजगार दिने नीति बनाएन। तपाई हामीलाई 48 घण्टाको समय देखाएर दिनुहोस्। तपाईले 1176 घण्टामा पूरा गर्न नसकेको काम हामी 48 घण्टा भित्र पूरा गरेर देखाइदिनेछौँ। के तपाईले पाएको जनमत, तपाईले पाएको बहुमत, तपाईको प्रतिशोधलाई अझै मल भर्नको लागि हो? तपाईको अध्यादेशले विद्यार्थीहरूको चेतनालाई प्रतिबन्ध लगायो। संगठित हुने, राजनीतिमा आफ्ना मतहरू प्रकट गर्ने विद्यार्थीहरूको अधिकारलाई प्रतिबन्ध लगाउने तपाईको दुस्साहसलाई हामी ठुलो पिठो पार्न चाहन्छौँ। आकाशको तारा खसाल्ने कुरा गर्दैनौँ। हामी भोगको कुरा गर्छौँ, अन्यायको कुरा गर्छौँ, विभेदको कुरा गर्छौँ। जुन विभेद वर्षौंदेखि तपाई हामी माथि लादिँदै आएको हो, आज हामी भुइँ मान्छेहरूको कुरा गर्छौँ। वर्षौंदेखि हामी भुइँ मान्छेहरूलाई ठगिँदै आएको छ। भुइँ मान्छेहरूको राजनीति गरेर, भुइँ मान्छेहरूको नामको भोट बटुलेर हामी भुइँ मान्छेहरूलाई अझै भुइँमै भसाइदिने, धुलो पिठो पार्ने काम भइराखेको छ। पुराना राजनीतिक दलहरूले जनताको पक्षमा काम गर्न सकेनन् भनेर भदौ 23 र 24 गते हाम्रा नयाँ पुस्ताका जेएनजी भाइ बहिनीहरूले आफ्नो रगतको खोलो बगाए, वर्षौंदेखिको सिन्डिकेट भत्काए। त्यो रगतको तातो आलो जमिनमा खडा भएको बालेन सरकारले देश बनाउँछु भन्दै नेतृत्व सम्हालिरहनु भएको छ। हामी बालेन सरकारसँग प्रश्न गर्न चाहन्छौँ। बालेन सरकार, तपाईले अध्यादेश ल्याउनु भयो, तर तपाईको अध्यादेशले सुकुम्बासीहरूको जीवनमाथि डोजर चल्यो। तपाईले अध्यादेश ल्याउनु भयो, तपाईले ल्याएको अध्यादेशले स्वतन्त्र न्यायपालिकालाई नियन्त्रण गर्न खोज्यो र महिलाहरूको नेतृत्व गर्ने हकलाई कुण्ठित गर्न खोज्यो, त्यसलाई छेकिदियो। बालेन सरकार, तपाईले अध्यादेश ल्याउनु भयो, तपाईको अध्यादेशले विद्यार्थीहरूको चेतनालाई प्रतिबन्ध लगायो। संगठित हुने, राजनीतिमा आफ्ना मतहरू प्रकट गर्ने विद्यार्थीहरूको अधिकारलाई प्रतिबन्ध लगाउने तपाईको दुस्साहसलाई हामी ठुलो पिठो पार्न चाहन्छौँ। हामी अर्को पनि प्रश्न राख्न चाहन्छौँ। के तपाईको त्यत्रो ठुलो बलिदान पछि बनेको सरकारले अध्यादेश ल्याउँदा उद्योग कल कारखाना खोल्ने अध्यादेश ल्याउन सकेन? किन सकेन उद्योग कल कारखाना खोल्ने अध्यादेश ल्याउन? हामी प्रश्न गर्न चाहन्छौँ। पुराना राजनीतिक दलहरूले धनी र गरिब जनताका छोराछोरीलाई पढ्ने दुई खालको शिक्षा र दुई खालको स्कुल बनाए। अहिले जुन भवनमाथि हामी कार्यक्रम सञ्चालन गरिराखेका छौँ, त्यो भवन गरिबका छोराछोरी पढ्ने विद्यालय हो। यस्ता दुई खालको शिक्षा नीति र स्कुल बनाउनु पर्छ भनेर पुराना संसदीय दलका पार्टीहरूले काम गरे। त्यही भएर यसरी हुँदैन भनेर नयाँ विद्रोह भयो, नयाँ बलिदान भयो। नयाँ बलिदान पछि बनेको सरकारले किन एउटै शिक्षा नीति, एउटै शिक्षा प्रणाली हुनुपर्छ भनेर अध्यादेश ल्याउन सकेन? किन शिक्षाको व्यापारीकरण बन्द गर्नुपर्छ भनेर अध्यादेश ल्याउन सकेन? हामी प्रश्न गर्न चाहन्छौँ। के तपाईले पाएको जनमत, तपाईले पाएको बहुमत, तपाईको प्रतिशोधलाई अझै मल भर्नको लागि हो? के तपाईले पाएको जनमत तपाईको आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि हो? तपाईले शासन सम्हालेको आज 49 दिन 1176 घण्टा पूरा भएको छ। हामी बालेन सरकारलाई प्रश्न गर्न चाहन्छौँ। के प्रधानमन्त्रीजी, तपाईले नायक फिल्म हेर्नु भएको छ? हेर्नु भएको छैन भने पुनः एकचोटि नायक फिल्म हेर्नुहोस्। तपाईले 1176 घण्टामा पूरा गर्न नसकेको काम हामी 48 घण्टा भित्र पूरा गरेर देखाइदिनेछौँ। प्रधानमन्त्रीको त्यो जिम्मेवारी मलाई देखाएर दिनुहोस्। म 48 घण्टा भित्र शिक्षामा भएको व्यापारीकरणको अन्त्य गरेर देखाइदिनेछु। हामी अन्त्य गरेर देखाइदिनेछौँ। प्रधानमन्त्रीजी, 60 लाख हाम्रा युवा दाजुभाइ तथा दिदीबहिनीहरू विदेशमा गएका छन्। तपाईको अध्यादेशले तिनीहरूलाई देश फर्काउने नीति बनाएन, रोजगार दिने नीति बनाएन। तपाई हामीलाई 48 घण्टाको समय देखाएर दिनुहोस्।